हेलो साथीहरू, सधैँ तपाईँहरूलाई चियाको बगान मात्रै देखाउँथेँ। आज चाहिँ चियाको बगानसँगै इलामको चाहिँ हुस्सुहरू देखाइरहेको छु। इलाममा चाहिँ हुस्सु लागेर चाहिँ यस्तोरी लाग्दिन्छ कि हराइन्छ क्या। हुस्सुभित्र खुल्ला हुँदा चाहिँ फेरि एकदम राम्रो छ। तर अहिले भनेको चाहिँ यो पनि इन्डियाले कता नाकाहरू बन्द गरेर चियाहरू रोकिदिएर अब यो चियाहरूको हालत के हुन्छ, पछि जङ्गल हुन्छ हुँदैन त्यो त थाहा छैन। तर यो अब बाहिरबाट आउनुहुनेलाई चाहिँ घुम्न चाहिँ एकदम रमाइलो हो, एकदम मजा हो। आफ्नो ठाउँको आफ्नो हरेक कुरा नै राम्रो चाहिँ लाग्दो रहेछ। अहिले चाहिँ यस्तो फुलहरू पनि रोपेर एकदम राम्रो छ क्या। तर यो फुलेको चाहिँ म चाहिँ हेर्न एकदम एक्साइटेड छु। कहिले फुल्छ थाहा छैन। यसरी बाटोतिर सबै रोप्नु भएको छ है। जे होस् यो फुलिसकेपछि चाहिँ जे होस् एकदमै राम्रो हुन्छ होला। हाम्रो ठाउँ पनि चाइना कोरिया जस्तो राम्रो त नभए पनि, जापानहरू जस्तो राम्रो नभए पनि जे होस् इलाम हो भने चाहिँ पक्कै हुन्छ होला।